नमस्कार, मेरो नाम बलबहादुर ओली। म चाहिँ मुसिकोट नगरपालिका 13 को भैरथानमा बासिन्दा बसेको मान्छे। मलाई चाहिँ अरूभन्दा के लाग्यो भने मैले चाहिँ यहाँनिर बाइक ल्याएँ होइन। यहाँनिर चाहिँ यो पुल बनेर आएको 4 वर्ष बितिसक्यो, अझै पनि त्यस्तो फैलाएको अवस्थामा जीर्ण अवस्थामा छ। अनि चाहिँ यहाँनिर चाहिँ अब दसैँ पनि गइसक्यो, तिहारमाथि चाहिँ यहाँनिर यो होम पाइप हालेर हुन्छ कि सल्याब हालेर हुन्छ कि होइन, के गरेर हुन्छ, यहाँनिर चाहिँ गाडी साडी कुद्ने अवस्था हुनु पर्यो। अनि त्यहाँबाट दोस्रो कुरा, वडा अध्यक्षले पनि मेरो जिम्मामा होइन भन्ने होइन, अनि मेयरले पनि मेरो जिम्मामा होइन भन्ने। जिम्मा चाहिँ कसको भनेर क्या अहिलेसम्म लापरवाही किन भएको? सरकारमा भन्न खोजेको के भने तिहारसम्म चाहिँ यहाँनिर कलबोट हुन्छ कि होम पाइप हुन्छ कि के हुन्छ त्यो गर्नु पर्यो। यस्तो धेरै ज्यादती भयो भने शेरबहादुर देउपाको नजिक तपाईँहरूले देखिसक्नु भएको छ, यस्तो नजिक तपाईँहरूको घर आँगनमा नआओस्। म चाहिँ त्यही भन्न चाहन्छु। हस्त नमस्कार, जय नेपाल। भन्नु तपाईँहरू अरू कसले